कपडा हेर्छौँ भने यही हो मान्छे काले छौँ कपडा सेतो छ तल निलो छ सुरुवाल त्योभन्दा तल जुत्ता रे चप्पल छ बुझ्यो यही हो मान्छे यही हो के गर्छ भन्दा यसले क्यालकुलेटर चलाउँछ अनि यो बिल गर्छ अनि चिया कफी सफी बनाइरहेको गोपाल काट्नु चाहिँ तर के काट्नु केही काट्नु खाँदैछ केमा भिडियो बनाउनु हुन्छ टिकटकमा युट्युब जो तेरी खातिर तड़पे पहले से ही ल गाइस फाइनल रिजल्ट कस्तो देखेछ मिट पेपर हान्दिएको है मैले चाहिँ टक्कलाई जो तेरे इश्क में बहका 150मा काटेँ यति सस्तोमा काटेँ त्यो त मेरै गाउँको रहेछ 150को मैले मोजा लिएर आएको छु कपाल त्यतिमा काट्यो गाइस यसरी यहाँ हिँड्दै चाहिँ हेर्नु चप्पल लाएर यहाँ आएर ल्याङ भयो हेर्नु त खाइछ फोनै उठाउँदैन त साथीले त के हो हेलो गाइस हामी चाहिँ घर आइपुगिसक्यो होइन टक्क लगाएर अनि मैले चाहिँ सपिङ हानिदिएको हल्का फुल यही हो गाइस मेरो सबैजनालाई नमस्ते मेरो भ्लगमा स्वागत छ अनि आज चाहिँ म यता काममा आएको 1 महिना जति भइसकेको छ मेरो काम चाहिँ के हो भने यो काउन्टर माथि 3टा फ्लोर हुन्छ तलपट्टि अर्को दाइले सम्हाल्छ म बिचमा माथि एउटा वेटर बस्छ त्यही हो मेरो काम चाहिँ के हो भने यहाँ टक्क यो पुरै अर्डर के छ सब लिदिने हेर्नु गाइस मेरो काम भनेको मेन यहाँ हेर्ने के लान्छ यति लेख्ने मैले बिल काटिसकेँ म नर्मल किनभने अलिक सफा गर्ने अब सफा गरेर आएको छु बिहामा यो पुरै टेबलहरू यसरी मिलाइदिएको छु भुइँलाई सुक्नु दिएको छु भ्यू त फेरि मस्त छ क्या मक्खन छ तपाईँहरू हेरे होला अनि अहिले केही सफा गरेको छैन यो मेरो मैले चलाउने चुलो बर्फी लाग्यो बुझ्नुभयो तपाईँहरू चिकन नखानु फ्रीमै दिए पनि नखानु अहिलेको लागि चिकन भन्ने चिजलाई लात्तले हाल्नु बिरान भएर मलाई पुगिसक्यो एक दिन ढले दोस्रो दिन बल्ल बल्ल काम गरेँ तेस्रो दिन यो हालत छ अब म त्यस्तै पाराले भयो भने मैले काम गर्न सक्दैन किनभने म यो काउन्टर साउन्टर सबै मैले अहिले कपाल खाने टाइम पाएको छैन कपाल यही हो तर लाउनु छ यस्तो हेर्नु त तन्को त कहाँ आइपुग्छ यहाँ आइपुग्छ पहिला म आँखाभन्दा मैले कपाल लगाइदिन्छु अहिले यस्तो भइरहेको छ काट्छु यो पछाडि जे छ हेर्दै बस्नु के बनाऊ मलाई के हो थाहा छैन मलाई लगाइ यहाँ काउन्टरमा बस्छु अहिले यो टाइम मैले लेख्ने भने त्यहाँको सामानहरू है यस्तो यस्तो लेख्छु होइन त्यो बिलहरू आज कति सामान ल्यायो अनि कति खाइदिएको यस्तो बिलहरू ल्याउँछु ल नेक्स्ट दिन चाहिँ पुरै कपाल काटेर आउँछु यो पुरै आँखें मरहबा बातें मरहबा मैं 100 मर्तबा दीवाना हुआ मेरा ना रहा जब से दिल मेरा तेरे हुस्न का निशाना हुआ जिसकी हर धड़कन तू हो ऐसे दिल को क्या धड़काना ओ जालिमा जो तेरी खातिर तड़पे पहले से ही क्या उसे तड़पाना ओ जालिमा
जो तेरी खातिर तड़पे पहले से ही क्या उसे तड़पाना ओ जालिमा ओ जालिमा जो तेरे इश्क सांसों में तेरी नजदीकियों का इत्र तू घोल दे मैं ही क्यों इश्क जाहिर करूं तू भी कभी बोल दे गाइस कपाल काट्नु चाहिँ तर के काट्ने थाहा छैन के काट्ने भइरहेछ पहिला मैले स्लोप मात्रै काट्थेँ अहिले त के काट्ने होला र टक्क घर जाने बेला काटेर गइदिउँ भने त ल गाइस फाइनल रिजल्ट कस्तो देखेछ मिड टेपर हान्दै गएँ मैले चाहिँ टक्कलाई मिड टेपर फ्याक्ट्री अन्त गाइस मान्छे घर जानु चाहिँ रेडी भइसक्यो बट जुत्दै छ एउटा मोजा यो चप्पल गेस गर्न यो कपाल 150 मा काटा यति सस्तोमा काट्यो त्यो त मेरै गाउँको रहेछ 150 को मैले मोजा लिएर आएको छु कपाल त्यतिमा काट्यो लल प्राइस गाडी चाहिँ चढिसक्यो हिँड्या छैन गाइस यसरी यहाँ हिँड्दैछु हेर्नु चप्पल लाएर यहाँ आएर ल्याङ भयो हेर्नु त खाइच फोनै उठाउँदैन त साथीले त के हो त्यहाँबाट यस्तो हिँडेर आयो यहाँ आएर फोनै उठाउँदैन के भयो यार यहाँ आएर कहाँ बस्ने हो सुन्धारातिर आइपुग्यो हातमा यत्रो झोला छ फोन गर्छु है एकसाथ फोन गर्छु कल गर्छु ल गाइस हामी चाहिँ समोसा किन्न आएको होइन टिपटप के भन्दैमा यस्तो बाटोहरू हेरिदिनु ल यसलाई चाहिँ मैले आज भेटाएँ भर्खर नत्र मैले भेटेँ थिएन योभन्दा अगाडि पुरै नयाँ काम है घरहरू क्या हेर्न त्यस्तै हो गाइस अनि अहिले चाहिँ म बसन्तपुरमा छु हल्का फुल्का सपिङ हालिदिने हो सामान बिकाउनुलाई बसिरहेको छ हामी कहाँ थियो नि हामी त यत्तिकै यहाँ जस्तो है झन्डा म त हेरै थिएन हेर्नै गाइस हिरो ओहो हिरो हिरोनी छैन हिरोनी बनाउनु पर्यो नि त हेलो गाइस हामी चाहिँ घर आइपुगिसक्यो होइन टक्क लगाएर अनि मैले चाहिँ सपिङ हानिदिएको हल्का फुल्का त्यस्तो धेरै किनेन मैले जुत्तै किनेन त्यही हो सपिङ हानेको हेर्ने भए चाहिँ म टक्क देखाइदिन्छु ल सपिङ चाहिँ यही हो गाइस सांसों में तेरी नजदीकियों का इत्र तू घोल दे मैं ही क्यों इश्क जाहिर करूं तू भी कभी बोल दे सांसों में पहिला लाउदिन चाहिँ पहिला मैले अर्कै टाइप पाइटहरू दिन्थेँ यस्तो बक्स पाइन्टहरू लाउँथेँ हामी त यस्तोहरू लाउँथेँ अहिले ब्यागी लगाएर राम्रो देखेको छैन होला मैले फर्स्ट टाइम लगाइरहेको कस्तो लगाइरहेको आफूले यो टी सर्ट नि यस्तै रहेछ अनि सेट यो प्यान्ट किने पहिला पछि अनि त्यहाँ गएर छुट्टै किनेर लगाइन्छ मेरो सपिङ चाहिँ यही हो घरमा हिजो नै आइपुगिसकेको थियो टक्क लगाएर अनि
त्यसै आज म औषधि रहेछ गाई चाहिँ मलाई राम्रो थाहा छैन तर यही रहेछ। अनि म आज औषधि किन्छु, मलाई ठिकै भएको छैन यो बर्फी लाँदै खोकी चाहिँ बर्फी चाहिँ ठिक भइसक्यो। अनि म मिल्दैन खोकिया कस्तो। अनि म टक्क बाबाले मलाई बेलुका नै औषध लिनु जा भोलि भनेर भनेको छ। अनि मेरो काम चाहिँ आइतबारबाट अहिले मलाई छुट्टीमा आयो। अनि म ठक्क लाएर आज औषध लिनु जान्छु। अनि अहिलेको लागि के खान्छु खानामा गुलियो चाहिँ मैले पुरै बन्द गरिदिएँ। गाउँबाट आँपहरू ल्याएको छु त्यो पनि खाएको छैन मैले। अनि धेरै चिजहरू खाएको छैन, बारी गएको छु, लड्डुहरू त्यस्तोहरू खाएको छैन। त्यही पनि ठिक भएको छैन। अब अप्सनै छैन, कडावाला औषधिहरू खानु ठिक भयो भने ठिक छ, अब काम गर्न सक्छु। त्यही हो। भिरकुटी मण्डपबाट नि लिएन क्या, पहिला पहिला मैले भिरकुटी मण्डपबाट कपडा लिन्थेँ होइन। अनि हल्का मलाई कस्तो कस्तो लाग्यो क्या। अनि त्यही भएर भित्रै न्यु रोड भित्रै घुम्यो 2-3टा पसल राति मैले 7 बजीतिर किने हो लगभग। किनभने म काममै थियो उता साथीलाई सहयोग गरेर। किनभने मेरो काम थिएन, साथी कपडा बेच्थ्यो, साथीलाई हल्का हेल्प गरिदियो, कपडाहरू यस्तो साइजहरू मिलाइदिनु त्यही गरिदियो। अनि त्यही कपडा बेचेर अनि साथीले चाहिँ 6:30 बजे पसल बन्द गरे होइन। आफ्नो त्यो छाताको हेनतेन के छ कपडा पनि हल्का फुल्का बेच्छ तर यस्तो बेच्दैन क्या। अनि त्यही भएर हामी त्यहाँ न्यु रोड 3-4 चोटि घुमेँ। त्यो असनेन्द्र चोकतिर त पुरै बन्द हुँदो रहेछ 6:30 बजे त। अनि यता न्यु रोडतिर घुमेँ अनि टक्क लगाएर एउटा पसल देखेँ। त्योवाला चाहिँ सस्तो हुँदो रहेछ भन्दै थियो। योवाला चाहिँ अलि त्योवाला सकिएछ अरे, त्योवाला ल्याउँ भने मैले, योवाला चाहिँ अलि महँगै हुन्छ भनेर जस्ट 1600सम्म मिलाएर बल्ल बल्ली ल्याएँ यो। अब त्यो यो टी सर्ट किन्नु छुट्टै पसल गएको। म चाहिँ अब औषध लिन जान्छु होइन। अहिले भ्लग हेर्नु होला।